नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानल टेक ज्ञान नेपालमा। साथीहरु, आजको यस भिडियोमा पनि फेरि म तपाईलाई एउटा एपको बारेमा बताउने छु जसमा चाहिँ तपाईले सिम्पल टास्कहरु कम्प्लिट गर्दै गेमहरु खेल्दै र अरु साथीलाई रिफर गर्दै के कोइनहरुलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र कलेक्ट गरेका कोइनहरुलाई डाइरेक्टली इसिओ वालेटमा विथड्र पनि गर्न सक्नुहुनेछ। साथीहरु, यो एप चाहिँ मैले केही समयदेखि चाहिँ प्रयोग गरिरहेको छु र यसमा मैले केही कोइनहरु पनि अर्निङ गरिसकेको छु र आजको यस भिडियोमा म तपाईहरुलाई चाहिँ यस एप मार्फत मैले जति कमाएको छु त्यो रकमहरुलाई चाहिँ डाइरेक्टली इसिओमा चाहिँ विथड्र गरेर पनि देखाउने छु। साथीहरु, तपाईहरु पनि अनलाइन अर्निङ मार्फत केही रकमहरु अर्निङ गर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा एपको लिंक रहेको छ, त्यो लिंकलाई तपाईले एकपल्ट क्लिक गरी ओपन गर्नु होला र साथीहरु ओपन गर्न साथ डाइरेक्टली तपाईहरु प्ले स्टोरमा आउनुहुनेछ र त्यस्तैगरी प्ले स्टोरमा तपाईले रिवार्ड्स 11 प्ले एन्ड अर्न मोर भन्ने यो एप देख्न सक्नुहुन्छ। साथीहरु, यस एपको मैले अलरेडी एउटा भिडियो बनाइसकेको छु र उक्त भिडियोमा चाहिँ धेरै साथीहरुले पेमेन्ट प्रुफको कुरा गरिरहनु भएको थियो र यसमा चाहिँ मेरो कोइन पुगिसकेको छ र आजको यस भिडियोमा भने म तपाईलाई यस एप मार्फत अर्निङ गरेका रकमहरुलाई चाहिँ विथड्र गरेर देखाउने छु। सबभन्दा पहिला तपाईले यस एपलाई चाहिँ आफ्नो मोबाइलमा इन्स्टल गर्नु होला र साथीहरु इन्स्टल गरिसकेपछि ओपन गर्नु होला र ओपन गर्दाको इन्टरफेस चाहिँ यस्तो प्रकारको रहेको छ। वेलकम टु रिवार्ड्स 11 रहेको छ र यहाँ ल्याङ्ग्वेज तपाईले सिलेक्ट गर्न सक्नुहुनेछ र यो एप प्रयोग गर्दै अर्निङ गर्नको लागि कमाउनको लागि तपाईले यसमा अकाउन्ट क्रिएट गर्नु होला। अकाउन्ट क्रिएट गर्नको लागि साइन इन विथ गुगल भन्ने अप्सन रहेको छ जसमा एकपल्ट क्लिक गरिसकेपछि जति पनि जीमेल आइडीहरु तपाईहरुको मोबाइलमा लगइन रहेका छन् सम्पूर्ण जीमेल आइडीहरु सो हुनेछन् र तपाईले आफूले चाहेको कुनै पनि जीमेलबाट सजिलैसँग यस एपमा चाहिँ अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ। साथीहरु, यसमा चाहिँ मैले अकाउन्ट क्रिएट गरिसकेको छु, सो म चाहिँ लगइन गर्दै यहाँ तपाईले कसरी अर्निङ गर्ने र अर्निङ गरिसकेपछि कसरी विथड्र गर्न सकिन्छ त्यो कम्प्लिट जानकारी पनि तपाईलाई दिनेछु। साथीहरु, लगइन गर्न साथ तपाईहरु यस एपको होम पेजमा आउनुहुनेछ र मेरो लिंकबाट रजिस्टर गर्नु भएको छ भने 379 कोइन चाहिँ तपाईले यहाँबाट फ्रीमा पनि कमाउन सक्नुहुनेछ र त्यस्तैगरी यहाँ तपाईले प्ले टाइम भन्ने देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईले गेमहरु खेलेर अर्निङ गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले प्ले एन्ड अर्नमा एकपल्ट यसरी क्लिक गरिदिनु होला र साथीहरु क्लिक गरिसकेपछि यहाँ विभिन्न गेमहरु रहेका छन् जस गेमलाई खेल्दा तपाईले कोइनहरुलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। जस्तै यो गेम रहेको छ, यसलाई तपाईले खेल्नुहुन्छ भने म्याक्सिमम पर टास्क 8 कोइन अर्निङ गर्न सक्नुहुन्छ र त्यस्तैगरी यो गेम खेल्नुहुन्छ म्याक्सिमम पर टास्क 373 कोइन अर्निङ गर्न सक्नुहुन्छ। यस्तै प्रकारले यहाँ अनलिमिटेड गेमहरु दिइरहेका हुन्छन् र त्यस्तैगरी यहाँ तपाईले विभिन्न अफरहरु दिइरहेका छ हैन, अफरहरु रहेका छन्, सर्वेहरु रहेका छन्। यो अफर र सर्वे कम्प्लिट गरेर नि अर्निङ गर्न सक्नुहुनेछ र त्यस्तैगरी यहाँतिर तपाईले गेम देख्न सक्नुहुन्छ। यो गेमलाई चाहिँ पर्टिकुलर समयसम्म तपाईले खेल्नुहुन्छ। जस्तै यो गेम रहेको छ, क्विजहरु रहेका छन् र यिनीहरु खेल्नुहुन्छ भने यहाँ तपाईले 10 कोइन चाहिँ अर्निङ गर्न सक्नुहुन्छ र त्यस्तैगरी यहाँ तपाईले बोनस देख्न सक्नुहुन्छ। डेली चेकिङबाट कोइन कलेक्ट गर्न सक्नुहुन्छ र वाच एन्ड अर्न भिडियो गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। यसको लागि भने तपाईले एउटा अफर कम्प्लिट गर्नुपर्ने छ। एउटा अफर कम्प्लिट नगरीसम्म यो इनेबल हुँदैन, अनलक हुँदैन। एउटा अफर कम्प्लिट गर्न साथ तपाईको यो चाहिँ अनलक हुन्छ, जहाँबाट तपाईले डेली चेकिङ गरेर अर्निङ गर्न सक्नुहुन्छ, वाच एन्ड अर्न गरेर पनि कोइनहरुलाई कलेक्ट गर्न सक्नुहुनेछ र त्यस्तैगरी यस एपलाई तपाईले अरु साथीलाई रिफर गरे पनि अर्निङ गर्न सक्नुहुन्छ। रिफर गर्नको लागि मुनितिर रिफर भन्ने अप्सन रहेको छ, रिफरमा एकपल्ट क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अहिलेसम्म तपाईले कतिलाई रिफर गर्नुभयो र कति यहाँबाट कमाउनु भयो त्यो डिटेल्सहरु देख्न सक्नुहुनेछ भने त्यस्तैगरी थोरै स्क्रोल गरिसकेपछि रिफर गर्नको लागि यहाँतिर तपाईले एउटा रिफर लिंक पाउनुहुन्छ। यो लिंकलाई कपी गरेर अरु साथीलाई शेयर गर्नु होला र त्यस्तैगरी यहाँतिर तपाईले रिफर रुल्स पनि पढ्नु होला। रिफर रुल्समा तपाईले एकपल्ट क्लिक गरेर रिफर रुल्स हेर्न सक्नुहुन्छ। नभए मुनितिर तपाईले देख्न सक्नुहुन्छ लेभल रहेको छ। लेभलमा 0 देखि 150 जनालाई रिफर गर्नुहुन्छ भने पर रिफर 450 कोइन अर्निङ गर्न सक्नुहुन्छ र त्यस्तैगरी 151 देखि तपाईले 300 सम्म रिफर गर्नुहुन्छ भने 550 कोइन अर्निङ गर्न सक्नुहुन्छ। एवं प्रकारले यहाँ तपाईले देख्न सक्नुहुनेछ। रिफर गर्दै पनि तपाईले म्याक्सिमम यहाँ कोइनहरुलाई चाहिँ कलेक्ट गर्न सक्नुहुनेछ र त्यस्तैगरी यहाँ जति कोइनहरु कमाउनु भएको छ त्यसलाई डाइरेक्टली तपाईले इसेवा, पेपाल, बाइनेन्समा रिडिम पनि गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले रिडिम अप्सनमा क्लिक गर्नु होला र साथै रिडिम अप्सनमा क्लिक गरिसकेपछि यहाँतिर तपाईले इसेवा देख्न सक्नुहुन्छ, पेपाल रहेको छ र बाइनेन्स रहेको छ र मेरो चाहिँ 11027 कोइन रहेको छ र म चाहिँ तपाईलाई चाहिँ यहाँ रिडिम गरेर देखाउने छु। इसेवा रहेको छ, इसेवामा एकपल्ट यसरी हामी क्लिक गरौँ र साथीहरु क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ इसेवामा चाहिँ 4000 कोइन अर्निङ गरिसकेपछि 50 रुपैयाँ र त्यस्तैगरी 8000 कोइन अर्निङ गरिसकेपछि 100 रुपैयाँ र त्यस्तैगरी 16000 कोइन अर्निङ गरिसकेपछि 200, 40000 कोइन अर्निङ गरिसकेपछि 500 र 80000
कोइन तपाईँले कलेक्ट गर्नुहुन्छ भने 1000 र त्यस्तै गरी 1,60,000 कोइन अर्निङ गर्नुहुन्छ भने 2000 तपाईँले यहाँबाट रिडिम गर्न सक्नुहुनेछ। र त्यस्तै गरी पेपालमा गर्न चाहनुहुन्छ भने पेपालको अप्सन पनि रहेको छ, जसमा चाहिँ तपाईँले 8200 कोइन अर्निङ गरिसके पछाडि $1 तपाईँले पेपालमा विथड्र गर्न सक्नुहुन्छ एवं दिइरहेको छ। र त्यस्तै गरी बाइनेन्सबाट गर्न चाहनुहुन्छ भने बाइनेन्स पनि रहेको छ। सो म चाहिँ ECOमा चाहिँ विथड्र गर्नेछु र ECOमा विथड्र गर्नको लागि ECOमा तपाईँले क्लिक गर्नुहोला। तपाईँको जति कोइन रहेको छ त्यो चाहिँ यहाँ हाइलाइट हुनेछ। मैले 4000 कोइन पनि यहाँ रिडिम गर्न सक्नेछु भने त्यस्तै गरी यहाँ तपाईँले देख्न सक्नुहुन्छ मेरो चाहिँ 11000 पुगेको छ भने मैले यतिखेर चाहिँ 8000 कोइन चाहिँ रिडिम गर्न सक्नेछु। सो मेरो चाहिँ यहाँ 100 रुपिज रहेको छ। सो मेरो चाहिँ इनेबल भइसकेको छ भने म चाहिँ यहाँ क्लिक गरेँ र साथीहरू क्लिक गरिसके पछाडि यहाँतिर इन्टर योर ECO आइडी अथवा इमेल एड्रेस भनिरहेको छ, तपाईँले ECO आइडी लगाउनु होला। सो म यहाँ लगाउने छु। साथीहरू यहाँतिर मैले चाहिँ मेरो ECO आइडी लगाइसकेको छु। लगाइसके पछाडि यहाँ रिडिममा मैले क्लिक गरेँ र हामी यहाँ यसको प्रोसेसिङको टाइम लिइरहेछ। थोरै बेर हामी यहाँ वेट गर्नेछौँ। थोरै समय चाहिँ यसले लिनेछ भने त्यस्तै गरी यसले कतिखेर पेमेन्ट दिन्छ र पेमेन्ट प्रुफको भिडियो पनि म यसै साथमा राख्नेछु। साथीहरू मेरो रिडिम चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ, रिडिम इज पेन्डिङ भनिरहेको छ। ECOमा 100 रुपिज चाहिँ मैले यहाँ विथड्र गरेको छु र यसले पेमेन्ट कतिखेर दिन्छ त्यो चाहिँ हामी पछि बताउनेछौँ भने त्यस्तै गरी यहाँ चाहिँ 24 आवर्स प्रोसेस भनिरहेको छ। यसले कतिखेर पेमेन्ट दिन्छ, पेमेन्ट दिइसके पछाडि पेमेन्ट प्रुफ पनि यसै साथमा राख्नेछु र यो रियल हो कि फेक हो सबै जानकारी पनि यसै भिडियोमा तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। फाइनली साथीहरू यस एपले चाहिँ मलाई 3 घण्टा पछाडि चाहिँ पेमेन्ट दिएको छ र यस एपले चाहिँ 24 घण्टाभित्र पेमेन्ट दिन्छ भनिरहेको थियो भने मैले 3 घण्टाभित्र चाहिँ मैले पेमेन्ट रिसिभ गरिसकेको छु। र त्यस्तै गरी यहाँ नोटिफिकेसन पनि देख्न सक्नुहुन्छ, रिवार्ड 11 यो रिडिम ECO 100 रुपिज इज क्रेडिटेड भनिसकेको छ भने त्यस्तै गरी ECO मैले चाहिँ यहाँ रिसिभ गरेको नोटिस पनि आइसकेको छ। र साथीहरू पेमेन्ट प्रुफलाई भने म तपाईँलाई विथड्र यहाँ हिस्ट्री लगेर देखाउन चाहे। रिडिममा क्लिक गरिसके पछाडि माई रिवार्ड भन्ने अप्सन रहेको छ। यहाँतिर तपाईँले देख्न सक्नुहुन्छ योभन्दा अगाडि चाहिँ पेन्डिङ थियो भने यतिखेर चाहिँ सक्सेस भइसकेको छ र मैले चाहिँ 800 कोइनको चाहिँ ECOमा 100 रुपिज चाहिँ यहाँ विथड्र गरेको थिएँ। यसले मलाई पेमेन्ट पनि पठाइसकेको छ भने ECO पनि नोटिस आइसकेको छ। र त्यस्तै गरी म तपाईँलाई पेमेन्ट प्रुफलाई भने मेरो ECO वालेट ओपन गरेर देखाउन चाहे। यहाँतिर मेरो ECO वालेट ओपन भइसकेको छ भने स्टेटमेन्टमा लगेर देखाउन चाहे। यहाँतिर तपाईँले देख्न सक्नुहुन्छ मैले चाहिँ 100 रुपिज चाहिँ विथड्र गरेको थिएँ, 98 रुपिज चाहिँ मेरो ECO वालेटमा आइसकेको छ। यसलाई मैले फुल चाहिँ देखाउन चाहेन, यसमा चाहिँ अरू व्यक्तिको चाहिँ नम्बर पनि सो हुनेछ। सो साथीहरू यो चाहिँ एकदम रियलै रहेको छ। अहिलेसम्म यसलाई पेमेन्ट दिइरहेको छ र तपाईँहरूले पनि यसलाई प्रयोग गरिरहनु भएको छ भने यतिखेरसम्म चाहिँ यसले पेमेन्ट दिइरहेको छ, जसमा चाहिँ मेरो अहिले फेरि पनि 12000 कोइन पुगिसकेको छ र 12000 कोइनको चाहिँ यहाँ कुनै अप्सन छैन, जसमा 4000 कोइन तपाईँले कलेक्ट गरिसके पछाडि 50 रुपिज र 8000 कोइन अर्निङ गरिसके पछाडि 100 रुपिज रहेको छ भने नेक्स्ट भिडियोमा चाहिँ म 16000 कोइन यहाँबाट पुगिसके पछाडि 200 रुपिज चाहिँ ECOमा चाहिँ विथड्र गरेर देखाउने छु। सो साथीहरू यतिखेरसम्म चाहिँ यो ट्रस्टेड नै रहेको छ, जसमा तपाईँले मल्टिपल टास्कहरू कम्प्लिट गर्दै गेमहरू खेल्दै र अरू साथीलाई रिफर गर्दै के एमाउन्टहरूलाई चाहिँ यहाँबाट कमाउन सक्नुहुन्छ र कमाएको एमाउन्टहरूलाई चाहिँ डाइरेक्टली ECOमा विथड्र पनि गर्न सक्नुहुनेछ।